हाई, आज म बनाउँदैछु पोर्क। धेरै बादमा मासु खोलिएको नि त सिक्किममा चाहिँ। मासु पकाउँदा चाहिँ अदुवा लसुन यसरी प्याज टमाटर अन्त सुक्खा खोर्सानी मात्रै युज गर्नेवाला छु। सबै काटिसकेपछि यसरी मासुलाई कराईमा मजाले मिलाएर राखेर त्यसको माथि त्यही काटेको प्याज टमाटरलाई मिलाइकन यसरी राखेर त्यहीमाथि अदुवा लसुनलाई फिजाएर मजाले फिजाइकन राखेर चाहिँ त्यसलाई सुक्खा खुर्सानी हाल्नुपर्छ एन्ड त्यसको बादमा सल्ट एज पर टेस्ट एन्ड देन हर्दी अलिकति अनि सुक्खा खुर्सानी अलिकति कलरको लागि, बिकज बेसी पिरो नबनाउने नि त, सिम्पल बनाउनु हो। अनि त्यसको बादमा सोया सस एन्ड अलिकति भेनिगर। त्यसको बादमा यसको माथि हाल्नेछौँ पानी, किनभने यसमा तेलहरू केही नहाली पकाएको, पानीमा नै यसलाई पकाउने हो। एन्ड मजाले पानीमा उम्लेर पाकेपछि चाहिँ यस्तो हुन्छ। यसरी मजाले पाकेपछि चाहिँ लास्टमा चाहिँ यस्तो हुन्छ। हेर्नुहोस् है, धेरै मिठो भएको थियो। तपाईँले पनि ट्राई गर्न सक्नुहुन्छ। थ्याङ्क यू।